हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ र सन्चो नभए पनि अब सन्चो हुनुहुनेछ है। हेर्नुहोस् है, मेरो चाहिँ क्युट भदै नि अनि छोरा आफ्नो स्कुलको कल्चरल प्रोग्रामको लागि रेडी हुनुभयो र बिफोर गोइङ टु स्कुल उनीहरू चाहिँ नाचेर कल्चरल ड्रेसमा कल्चरल सङमा नाचिरहेको छ। मेरो बाबु चाहिँ एकदमै हतार भएर छिट्टो न भनिरहेको छ कि। अनि स्कुल गएको 1-2 घन्टापछि चाहिँ आफ्नो साथीहरू अनि टिचर्सहरूलाई लिएर आउनुभयो र हरेक टोलमा अथवा एरियामा चाहिँ इच एन्ड एभ्री प्यारेन्ट्सको घरमा जानु पनि सम्भव हुँदैन, बच्चाहरू पनि थाक्नुहुन्छ 2-3 घन्टाको प्रोग्राममा। त्यही भएर हरेक स्पटमा चाहिँ एउटा जङ्सन राखेको थियो र हाम्रो एरियामा चाहिँ हाम्रो घरमा जङ्सन राखेर उहाँहरूले चाहिँ प्रोग्राम गर्ने भन्नुभयो। हेर्नु न कति प्यारो नानी बाबुहरू। मलाई यसै पनि सानैबाट बच्चाहरू चाहिँ एकदम मनपर्ने के। मेरो चाहिँ मेन गरी एकदम म हाँस्ने रमाउने दिलदेखि खुस हुने चाहिँ बच्चाहरूसँग हो कि। अनि सानैदेखि टिल आई गेट म्यारिड म चाहिँ एकदम साथीहरूसित बच्चाहरूसितै रमाउने कि। अनि बच्चाहरूले पनि एकदम दिदी भनेर खुसी हुने र मेरो दाई अनि मम्मी ड्याडीले पनि यत्रो बुढी भइसकेर नि बच्चाहरूसँग खेल्छ भनेर कराउनुहुन्थ्यो कि। तर द प्युरेस्ट सोल इन द वर्ल्ड बच्चाहरूको जस्तो चाहिँ कसैको पनि हुँदैन कि। त्यो हुन्छ नि पोजिटिभ अनि प्युरिटी। त्यही भएर मलाई बच्चाहरू चाहिँ एकदम मनपर्छ कि, किड्सहरू सिन्स बिगिनिङ। र हेर्नु न आज झिलिमिली यति धेरै बच्चाहरू, कति क्युट बच्चाहरू देख्दा त म त माई गड हेरेको भयो क्या है। अनि मेरो बाबु चाहिँ खुसी भएर यता र उता भागिरहेको छ कि। र भदै पनि गीत गाइरहेको छ टिचरसँग बसेर। र यसरी नै हाम्रो यो चाहिँ रमाइलो भेटघाट होइन, एउटा सम्झना एकदमै रमाइलो भयो। प्यारेन्ट्सहरू पनि आउँदै हुनुहुन्छ। अनि मेरो आमा चाहिँ नातिनीको डान्स हेर्नको लागि कुरेर बस्नु भएको छ कि। अनि उतापट्टि ससुरा पनि उभिएर हेरिराख्नु भएको छ। अनि सबैजना दङ्ग के, फ्यामिलीको मेम्बर्सहरू पनि यति धेरै बेबीहरू देखेर बाबुले पनि यति धेरै साथी लिएर आउने भयो होइन भनेर कुरा भएको थियो। अनि हेर्नु न अब चाहिँ मेरो बेबीहरू डान्स गर्नुभएको छ। र मेरो भदै र मेरो छोरा चाहिँ युकेजी क्लासमा हो। त्यही भएर चाहिँ अनि 2टा बाबुहरू चाहिँ 1-2 क्लासको हुनुभएको हुनाले मेरो बाबुहरूभन्दा चाहिँ अलिक ठुलो नै देख्नु भएको छ। तर मेरो बाबुहरू पनि ठुलै हुनुहुन्छ है, उनीहरूको क्लासमेट अनुसार चाहिँ। धेरैजनाले मैले यो भिडियो राख्दाखेरि चाहिँ बाबुहरू त कति सानो देखेको भन्नुभएको थियो कि। तर बाबुहरू चाहिँ अलमोस्ट 4 फिट हुन थालिसक्नुभयो। र हेर्नु न मेरो बाबुले चाहिँ फर्स्ट टाइम यसरी ग्रुप कल्चरल पर्फर्मेन्स गर्नुभएको हो। त्यही भएर देख्नेले त धेरै कमी कमजोरी पनि देख्नुभयो होला होइन, आफ्नो नजरियाको हिसाबले। तर मलाई चाहिँ एकदमै हर्षित भयो कि फर्स्ट टाइम मेरो बाबु चाहिँ यसरी पनि नाच्न सक्ने रहेछ मेरो बाबुहरू भन्ने मलाई भयो। अनि एकदमै खुसी भयो। र जीवनमा आफूले गर्नु नपाएको ती सम्पूर्ण कुराहरू चाहिँ आफ्नो सन्तानहरूले गरेको देख्दा चाहिँ एकदमै खुसी हुँदो रहेछ क्या। र गर्नै नपाएको भन्नु त मिल्दैन, तर त्यो बेलाको सोसाइटी, कम्युनिटी अनि त्यो बेलाको समयअनुसार, परिस्थितिअनुसार चाहिँ हामी यसरी खोलेर चाहिँ हिँड्नु पाएका थिएनौँ। र स्कुलदेखि नै यस्तो व्यवस्थापन पनि हुने गर्ने थिएन कि। तर आज हेर्नु न जति पुस्ता अगाडि बढ्दै गयो उति सुख, शान्ति अनि समृद्धि। हेर्नु न कति क्युट मेरो कान्छा। अनि हेर्नु न डान्स पार्टनरहरू पनि कस्तो मिलाएर राखिदिनु भएको कि टिचरहरूले। एकदमै खुसी लाग्यो मलाई चाहिँ यो पर्फर्मेन्स हेरेको भयो कि। आफ्टर द पर्फर्मेन्स हामीले चाहिँ जुसहरू सबै प्यारेन्ट्सले, मैले पनि रेडी गरेर राखेको थिएँ खाजा अनि जुस पानीहरू।
र अरू प्यारेन्ट्सहरूले पनि उहाँहरूको इच्छा अनुसार फ्रुट्सहरू जुसहरू यावत खाजा नास्ता चाहिँ आफ्नो आफ्नो इच्छा अनुसार लिएर आउनुभएको थियो अनि हामीले डिस्ट्रिब्युट गऱ्यौँ र थुप्रै डान्स पर्फर्मेन्सहरू भएको थियो कि तर मैले चाहिँ क्याप्चर गर्न पाएको 2टा मात्रै यसै कारणले मैले यो क्याप्चर गरेँ अनि अरूहरू पनि कस्तो क्युट क्युट के एलकेजीको बेबीहरू यति सानो सानोहरू पनि कति राम्रोसँग नाचेको माई गड द्याट वाज द बेस्ट थिङ आई हेभ एभर सिन के हेर्नु न यस्तो राम्रो नाच्नु भएको नि र यसरी कल्चरल प्रोग्रामहरूमा हिँड्दाखेरि पनि अलिकति टाठो बाटो हुन्छ र यत्रो 40जना चाहिँ स्टुडेन्ट मात्रै थियो कि यत्रो 40 स्टुडेन्ट्सलाई पनि कन्ट्रोल गरेर हैन डिसिप्लिनमा राखेर यसरी रमाइलो गर्दै हिँडाल्नु हुने टिचर्सहरूलाई पनि म एकदमै हृदयदेखि नै अन्तरात्मादेखि नै एकदमै सम्मान गर्न चाहन्छु पर्टिकुलर डे टाइम अर ओकेजन हामीले छुट्याएर भन्न त सक्दैन अभियसली बच्चाहरूको आमाहरू भएपछि चाहिँ आफ्नो लागि अथवा कुनै पनि कुराको लागि पर्टिकुलर ट्याग भनेर चाहिँ हामीलाई टाइमै हुँदैन कि किनकि हाम्रो 24/7 भनेको बच्चाहरूमै कन्सन्ट्रेट हुन्छ कि हेर्नु न कति राम्रो म त यति त हेरेको होइन कि लिटरली आई वाज क्राइङ टियर्स रोल्ड अप र यस्तो खुसी भयो कि हाँसै भएको थियो होला है अनि थुप्रै बेबीहरू पनि नाच्नु भएको थियो र चाहिँ अनि नेक्स्ट चाहिँ यो चाहिँ बाबुहरूको टिचरहरूद्वारा नाच्नु भएको चाहिँ मैले छिटो खिचिहालेँ कि रेकर्ड गरिहालेँ क्यामेरामा यति राम्रोसँग नाच्नु भएको र यति सानो हामीहरूभन्दा त कलिलै हुनुहुन्छ उहाँहरू यति सानो उमेरमा पनि त्यत्रो बच्चाहरूलाई अर्गनाइज गरेर एउटा रेस्पोन्सिबिलिटी लिएर यसरी घर दैलो कार्यक्रम गर्दै हिँड्दाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्यो उहाँहरूको त्यो मोटिभेसन र उहाँहरूको इथिक्सहरू देखेर एकदमै खुसी लाग्यो हैन र नाच पनि कस्तो राम्रो नाच्नु भएको हाम्रो टिचरहरू है र कोही टिचरले चाहिँ बच्चाहरूलाई अर्गनाइज गरेर राख्दै हुनुहुन्थ्यो कोही टिचरले चाहिँ उहाँहरूको टोयलेटहरू अथवा उहाँहरूको ड्रिङ्क्स फुडिङ गरिराख्नु भएको थियो कि एरेन्ज मिलाइराख्नु भएको थियो धेरै खुसी लाग्यो हामीलाई पनि सुरुमा झ्याप्प देख्दा त आत्तिएको पनि थिए मिक्स्ड इमोसन के तर पछि चाहिँ उहाँहरूले पनि धेरै हेल्प गर्नुभयो र यो चाहिँ लास्ट डान्स हो कि टिचरहरूको र बेबिजहरूको नि 8-10वटा डान्स त भएकै हो म चाहिँ फेरि एरेन्जमेन्टतिर लागेर पाइनँ एकदमै रमाइलो भयो र उहाँहरूलाई चाहिँ धेरै धन्यवाद यही भिडियो मार्फत दिन चाहन्छु जति पनि टिचर्सहरू हुनुहुन्छ र स्टुडेन्ट्सहरूलाई पनि धेरै माया अनि आशीर्वाद र भविष्यमा अझै उज्जवल भविष्य अनि प्रगति उन्नति कि हामी स्वयंले आफ्नो व्यक्तिगत स्वार्थको लागि होइन कि बच्चाहरूको नै हितको लागि एकदमै राम्रो हामीले पनि सिक्नु जरुरी छ के संस्कार र हामीले त्यो संस्कार सिकेर सिकाउन पनि सक्ने क्षमता हामी सम्पूर्णलाई ईश्वरले दिइसक्नुभयो हैन र दिइसक्नुभयो हेर्नुस् न अब यो डान्स सकिसकेपछि चाहिँ अन्तिम क्षणमा चाहिँ हामी अन्तिमको कार्यक्रमतिर लाग्छौं हुन त धेरै नै एक्टिभिटिज भएको थियो कि यो बेलामा तर म चाहिँ बिजी भएको कारणले अघि नै पनि भनिसके धेरै एक्टिभिटिजहरू चाहिँ क्याप्चर गर्नु पाएन र चाहिँ यो बच्चाहरूको डिसिप्लिन र उहाँहरूको एकदमै म्यानरहरू देखेर म एकदम दङ परेँ कि हैन र एकदमै खुसी भएँ अनि बाबुको नानीहरूको फ्यामिलीहरू पनि आउनु भएको थियो प्यारेन्ट्सहरू पनि उहाँहरू पनि खुसी भएर रमाउनु भयो है रमाइलो भयो ओभरअल डे चाहिँ
र यसरी रमाइलो गरिदिनु भएकोमा हैन मौलिक संस्कार संस्कृति अझै पनि हामीलाई अझै पनि आफ्नो किसिमको संस्कार संस्कृति हामीले जान्नु नै पर्नेछ हैन र मोडिफाइड भएर यो तिहारको बेलामा कतिजनाले भैलो भन्नुहुन्छ कतिजनाले देउसिरे भन्नुहुन्छ कतिजनाले बलिहाङ पर्व पनि भन्नुहुन्छ है यसैले नै हामी कुन चाहिँ पाटोमा पर्छौं त्यो हामीले चाहिँ आफ्नो संस्कारहरू पनि केलाउन अत्यन्त जरुरी छ हाम्रो आफ्नो मौलिक भाषा संस्कार अनि संस्कृति छ त्यो चाहिँ हामीले पर्टिकुलर टिपिकल रूपमा अध्ययन अवश्य नै गर्नुपर्छ ताकि हामीले हाम्रो आउने पुस्ताहरूलाई चाहिँ त्यो ज्ञानहरू दिन सकौं र आफ्नो दीक्षा अनुसार मेरो घरको जे जस्तो भए पनि खुसी शान्ति आनन्द मेरो बाबु नै हो त्यसैकारण उलाई चाहिँ कलश लिएर अगाडि जानु लगाए हेर्नु न सँगसँगै नानी पनि आयो र मैले नानीलाई दिया समातेर अगाडि जानु है ननिभाइकन जानु भनेर हराए र उले पनि जाँदै गर्दाखेरि मेरो बाबुसँग नाचेको नानी अनि मेरो बाबुको सोल्टिनी मेरो भदैनी चाहिँ बेस्ट फ्रेन्ड रहेछ के एउटै क्लासको अनि उनीहरू मिलेर जाँदै थियो अनि म त धेरै खुसी भएको के हेर्नुस् है ल आजको भ्लग यति नै हजुरहरूलाई मन परेको छ भने चाहिँ लिटिल हार्ट कमेन्ट दिनु होला र शेयर गरिदिनु होला थ्यांक यू